यहाँको सबैजनालाई नेचर हब्स म्याट टिममा हार्दिक स्वागत गर्दैछु। म मदन कुमार अधिकारी, नेचर हब्स प्रादेशिक कार्यालय जनकपुरधामबाट। प्रायः हाम्रो अर्ग्यानिक ग्रिन टी को सेवनले धेरै किसिमको स्वास्थ्य समस्याहरूलाई रेगुलेट गर्ने गरेको छ। तर प्रायः लो प्रेसरको अवस्थामा चाहिँ ग्रिन टी अलि धेरै खाइदिँदा झन् समस्या हुन्छ। तर लो प्रेसरमै रहेर हामीले फिल्ड रिसर्च गरेका छौँ। अनुशासित ढङ्गले लो प्रेसरको केसमा पनि यदि ग्रिन टीलाई सही ढङ्गले प्रयोग गर्ने हो भने त्यसको राम्रो रिजल्ट आउँदो रहेछ भन्ने हामीले रिजल्ट प्राप्त गरेका छौँ। यहाँ म सञ्जीव कुमार साहबसँग हार्दिक स्वागत गर्न चाहन्छु। नमस्ते। नमस्कार सर। अनि हजुरको म्याडमको लो प्रेसर थियो र अर्ग्यानिक ग्रिन टीको सेवनले प्रेसर मेन्टेन भयो भनेर हजुरले बताइरहनु भएको थियो। अनि हाम्रो ग्रिन टीको विषयमा यहाँ के छ भन्दाखेरि लो प्रेसरलाई झन् लो बनाउने भन्ने प्रायः मान्छेबाट आउँछ कुरा, होइन? त्यो खाने तरिकामा भर पर्दो रहेछ। तपाईँले कतिको खानुहुन्छ? अब जब तपाईँले लो ब्लड प्रेसर छ भने हजुर सबैलाई थाहा छ त्यो स्वाभाविक रूपले लो ब्लड प्रेसर गर्ने हो, सबैलाई थाहा छ, होइन? तर यसमा के हुन्छ भने तपाईँ सुरुमा कालो नुन हालेर खाँदाखेरि तपाईँको ब्लड प्रेसर लोलाई मेन्टेन गरेर राख्नु रहेछ क्या त्यसले, त्यो नुनले, है? अनि पछि 15-20 दिनपछि मैले सुरुमा थोरै दिएँ, है, कालो नुन हालेर दिएँ। पछि त्यो कालो नुन हटाएर अनि त्यो चियाको मात्रा अलिक कम पार्ने। अब अहिले त्यो चियाको मात्रा बढाउँदै लगिरहेको छु। म जतिकै उसले पनि चिया खान्छ, तर नुन हाल्नु पर्दैन। धेरै धन्यवाद। हामीले सञ्जीव सरलाई त्यही कुरो भनेको थियौँ। यदि तपाईँको म्याडमको प्रेसर लो छ भने थोरै ग्रिन टी रेगुलर रूपमा 50 ml, 60 ml, 70 ml को दरले मात्रै ग्रिन टी सुरु गर्नुहोस् र कालो नुन, बिरी नुन भन्छौँ नि, त्यो कालो नुन हालेर सुरु गर्नुहोस् र एक चरणमा 1 महिना 1.5 महिना त्यो लेभलले ग्रिन टी सेवन गरिसकेपछि त्यो कालो नुनलाई हटाएर सादा अनि भोल्युम बढाउँदै जानुहोस्। त्यसले लो प्रेसरलाई पनि मेन्टेन गर्छ भनेको थियौँ। जस्ताको तस्तै यहाँले अवलम्बन गर्नुभएको छ र लो प्रेसरलाई पनि मेन्टेन गर्नको लागि सघाउ हुनेको छ। हजुरको एक्सपिरियन्स धेरै मान्छेहरूको लागि सघाउ हुन सक्छ। हजुरलाई हार्दिक धन्यवाद। हस्, थ्याङ्क यू।